काठमाडौँ उपत्यकाको नदी किनार क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी रहेको छ। सरकारले सुकुम्बासी बस्ती हटाउने क्रमलाई सोमबार पनि जारी राखेको छ। सोमबार गौरी गाउँ र मनोहरा नदी किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ। सरकारले शनिबारबाट सुकुम्बासी बस्ती हटाउन शुरू गरेको थियो। काठमाडौँको थापाथली, गौरी गाउँ र मनोहरा क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएर त्यहाँ बसोबास गर्दै आएका परिवारलाई दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखी विवरण टिप्ने तथा स्क्रिनिङको कार्य पनि सँगै भइरहेको छ। स्क्रिनिङपछि वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई शहरी विकास मन्त्रालय तथा मातहतका निकायले व्यवस्था गरेका विभिन्न स्थानका भवनहरूमा खाने बस्ने सुविधा सहित अस्थायी रूपमा स्थानान्तरण गर्ने जनाइएको छ। सरकारले नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित बस्ती हटाउने अभियान अन्तर्गत शनिबार र आइतबार थापाथली, गौरी गाउँ र मनोहरा क्षेत्रका बस्ती हटाएको थियो भने हटाउन बाँकी रहेको क्षेत्रमा सोमबार पनि डोजर लगाएर हटाउने कार्य जारी रहेको छ। सुकुम्बासी बस्तीका केही क्षेत्रहरूमा 2-3 तलाका भवनहरू पनि रहेका